याङ्गो गर्दा तपाईँ नै परोस् खै त साथी हेर्ने साथी खै त राम्री नै भयो अरे आएको आज मलाई त रानी ए रानी बनाउने अनि राजासँग बिहा गर्नु पर्यो नि त रानी हुन त कता वसुन्धरा हजुर काठमाडौँ घुमेर जाने नि अनि नघुम्ने किन घुम्ने समय छैन नि त नि हो र अनि के साह्रो हतार हो त यस्तो हतार हुन्छ नि त नि ल घर गएर के गर्नु छ र तपाईँ चाहिँ के राई हो राईहरू अनमनगरदेखि ठमेल आएको 240 रुपियाँ यस्तो छ यार अहिले यति बेला गऱ्यो भने चाहिँ फाइदा छ एकदम ज्ञानेन्द्र सरकार केटाहरूले भन्छ नि याङ्गोमा चाहिँ 1 किलोमिटर 2 किलोमिटर 4 किलोमिटर बच्छ भनेर के ल यहाँ हेर सो हेलो नमस्ते अनि स्वागत छ हजुरलाई मेरो अर्को नयाँ भ्लगमा सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु आज पनि न्यू भ्लग है सो त्यही हो याङ्गो गर्न निस्किसकेको छु है अहिले चाहिँ याङ्गोमा एक ट्रिप कम्प्लिट भइसकेको छ आजको गोल रहेको छ 12 ट्रिपसम्मको अनि त्यही हो मैले चाहिँ उता माथि बानियाटारभन्दा थोरै तलबाट चाहिँ एउटा राइड लिएर आएको थिएँ है मैती देवीसम्मको सो 100 रुपियाँ उठेको थियो अनि बोनस जोड्दाखेरि चाहिँ 175 उठ्यो सो यो राइड चाहिँ मलाई ठिकै लाग्यो होइन जस हामीलाई चाहिँ बोनसले कभर गरिदिन्छ कि तपाईँको पैसा थोरै उठे पनि बोनस उठाएर आएपछि चाहिँ तपाईँको 175 भयो होइन नत्र 100 रुपियाँ उठेको थियो क्यास चाहिँ त्यही हो ल मलाई चाहिँ अर्को राइड एक्सेप्ट भएको छ होइन म चाहिँ राइड लिन गइरहेको छु त्यही हो आज मैले 20 ट्रिप हान्छु भने सोचिरहेको थिएँ तर बिहान उठ्न सकेन होइन म चाहिँ 1 बजे 1:30 बजीतिरबाट सुरु गरेँ राइड चाहिँ सो त्यही हो योसँग चाहिँ मेरो 2टा राइड कम्प्लिट हुन्छ होइन त्यही हो 12 ट्रिप त मजाले हाँसी खेली गर्न सकिन्छ हो कस्तो बनायो यार बाटोमा हेर पुरै मूल फुटेर हो क्या यो बनाउनुलाई यार यहाँ त पिचरोडबाट पुरै मूल फुट्छ के त्यही हो 12 ट्रिप चाहिँ ल्याम्लुम हानिदिइहालौँ होइन अनि हल्का इनड्राइभ पनि गर्छु होला मैले अहिले फ्री 4 बजीपछि फ्री हुन्छ नि त त्यति बेला हान्नुपर्छ कि इनड्राइभ अरू बेला हान्यो भने पैसा खाइदिन्छ होइन फ्री भएको बेलामा चाहिँ झ्याम हान्नुपर्छ कि यहीँनिर छ लोकेसन है ल मेरो यो राइड पनि कम्प्लिट भइसकेको छ है यो मैती देवीदेखि चाहिँ म चाहिँ यो डल्लु पुलमा आएको थिएँ कि ठ्याक्क है सो यहाँको चाहिँ कति उठ्ने रहेछ भन्दाखेरि 70 उठ्ने रहेछ अनि चाहिँ बोनस यताउता गर्दाखेरि चाहिँ 145 जति उठ्छ के 145 तपाईँको ठिकै जस्तो लाग्यो मलाई चाहिँ मैती देवीदेखि चाहिँ डल्लु पुलमा 145 हिसाब गर्नु होला होइन इनड्राइभ पठाउमा चाहिँ कति उठ्छ सो यसमा चाहिँ बोनस जोडेपछि चाहिँ त्यति उठ्छ के